यो एउटा अर्को एक्सर्साइज। यो लगेर बुयमलाई यमाथि राख्ने र यसलाई यसरी थिच्ने। अनि यो पनि एकदम यसरी यसरी थिचेपछि हाम्रो यो नसा हेर्नुहोस् त कस्तो हुन्छ यहाँ है। ल हेर्नुहोस् यहाँको नसा यस्तो गरेपछि यो नसालाई एकदम मजबुत। यो हात जोड्ने दुखेको है, यो पनि एकदम हात जोड्ने दुखेको लागि हो। यो पनि 2 मिनटदेखि 5 मिनटसम्म कति सक्नुहुन्छ हजुरहरूले। यस्तो गरेर चाहिँ एकदम मुठी पार्ने यतिकै गरेर राख्नु सक्नुहुन्छ भने 5 मिनट नभए नि कम्तीमा नि 2 मिनट गर्नुपर्छ। यो पनि यस्तो मजा स्टेज आउँछ, आनन्द शरीरलाई कति आनन्द हुन्छ। ल यो पनि अर्को एक्सर्साइज हो। ल यो नि गर्नुहोस्। तपाईँहरूलाई मैले जाने जतिको भिडियोहरू म हाल्ने गर्छु, हजुरहरू पनि हेरेर गर्नुहोस् र हजुरहरूले पनि हाल्नुहोस् यस्तो भिडियोहरू है त। ल यो 2 मिनट चाहिँ एकदम घटीमा पनि गर्नुपर्छ है। यो एकदम आनन्द स्टेज आउँछ हातमा। यो गरेपछि हातदेखि लिएर औँलादेखि लिएर गर्दनसम्म एकदम आनन्द हुन्छ। दुखेको बेला गर्नुहोस् त कस्तो आनन्द हुन्छ। ल हेर्नुहोस् है खुनहरू सडेर यस्तो भयो, आनन्द स्टेज चढ्छ। र यहाँ हेर्नुहोस् कस्तो आनन्द भएको छ। ल हजुरहरू पनि गर्नुहोस्। ल सबैले हेर्नुहोस् यो भिडियो, पुरा भिडियो हेर्नुहोस् है। ल मैले यसरी देखाएको छु, हजुरहरू पनि गर्नुहोस्। हस् त, धन्यवाद।